मलाई एकदमै नरमाइलो लागेको कहाँ हो भन्दाखेरि यत्रो मेहनत गरेर 3 वर्षदेखि यत्रो खर्च गरेर मैले दुःख गरेर दिन रात नभनी खटेर राज संस्था सम्झिन लायक बनाए। आज राज संस्था बिना देश रहने रहन्छ, धर्म रहने रहन्छ। धर्म पनि सकियो, राज संस्था सकिएपछि सबै कुरा सकियो, देश खाली भयो। तस्कर मारवाडीका हातमा देश गयो। मारवाडी भन्नाले मैले भन्न खोजेको के हो भने 41,000 परिवार यो देशमा मारवाडी छ। त्यो 41,000 परिवारलाई भनेको होइन, जम्मा 16 परिवारलाई मात्रै भनेको। जसले ब्याङ्क सञ्चालन गरेको छ, जसले सहकारी, जसले जम्मैको कुरा आफ्नो हातमा लिएको छ, कब्जामा लिएको छ। यिनले त नेपालीलाई दास बनाएको छ। मैले त यो कुरा उठाएको हो नि त। त्यसले गर्दाखेरि तपाईँको राज संस्था सिद्ध्याउने र राज संस्था आउन नदिने मेरो निष्कर्ष कहाँ पुग्यो भन्दाखेरि तपाईको त्यहाँ एट्याक गर्ने राजावादीहरू मलाई त पुलिसमा देखायो नि त। पुलिसमा देखायो नि त मलाई त बयानको क्रममा भिडियो रिपोर्ट पनि देखायो, फोन ट्र्याकिङ पनि देखायो। त्यो मध्येको राजावादी एकजना राजावादी अघिल्लो दिन महेश बस्नेतको घरमा गएको छ। 2 बजीदेखि 4 बजी बसिरहेको छ। बसे मिटिङ गरेछ, छलफल गरेछ। हामी त सिरानीमा साँप राखेर नि सुत्याएर छौँ नि त। र अब हाम्रो स्थान खान्छ यसले भनेर यिनीहरूले मलाई फसाएर सिद्ध्याउने प्लान रहेछ।